आज हामी कुरा गर्दैछौं असोज 13 गतेदेखि रिलिज भएका तीनवटा फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्सनको बारेमा। कुन फिल्मले कति कमाए त? पहिले कुरा गरौं माइती घरको। धीराज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत र केदार प्रसाद घिमिरेको अभिनय रहेको यो फिल्म 144 शोजमा प्रदर्शनमा आएको थियो। तर पहिलो दिन यसले जम्मा 18,96,455 रुपियाँ ग्रस कमाई मात्र गर्न सक्यो। त्यसपछि हरिबहादुरको जुत्ता, हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का सहितको यो फिल्म पनि अपेक्षित ओपनिङ कमाई गर्न असफल रह्यो। सोमबार 134 शोजमा रिलिज भएको यसले 24,85,064 रुपियाँ ग्रस कमाई गरेको बक्स अफिस तथ्याङ्कमा उल्लेख छ। अब कुरा गरौं सबैभन्दा प्रतीक्षित चलचित्र बलिदानको। समीर भट्टको मुख्य भूमिका र सन्तोष सेनको निर्देशनमा बनेको यो फिल्म 244 शोजमा प्रदर्शनमा आएको थियो। पहिलो दिन बलिदानले 57,19,340 रुपियाँ ग्रस कमाई गरेको छ, जुन अन्य दुई फिल्मभन्दा बढी भए पनि दर्शकको अपेक्षा अनुसार भने बलियो ओपनिङ हो भन्न सकिँदैन। रियल टाइम सिनेपाह बक्स अफिसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यी तीनै चलचित्रले सोमबार अपेक्षाभन्दा न्यून कमाई गरेका छन्। तर दशैंको बिदा शनिबारसम्म रहने भएकाले फिल्महरूले अझै राम्रो व्यापार गर्ने सम्भावना कायमै छ। यद्यपि यी चलचित्रहरूको दीर्घकालीन व्यापारिक भविष्य भने दर्शकको वर्ड अफ माउथमा निर्भर रहने देखिन्छ।